हिजो आज सबैले आफ्नो सङ्घ संस्था सङ्गठन पार्टी व्यक्तिको चाहिँ नि गाना बजाना सहितका डम्फुहरू बजाउने गरेको हामी देख्छौँ। सामाजिक सञ्जालमा पनि त्यसै देखिन्छ। गाउँघर छरछिमेक दोकान होटल होइन पार्टी पौवा चौताराहरूमा पनि यस्तै किसिमका गाना बजानाहरू सुनिन्छन्। सबैको आफ्नो रटान छ। सबैले मै खाउँ मै लाउँ मै मोज गरौँ भन्ने जस्तो पाराले सबैले आफ्नो डम्फु बजाउने गरिएको हामी देख्छौँ सुन्छौँ। अहिले त्यही क्रम चलिराखेको छ। यति बेला यो चल्नुपर्ने बेला पनि भयो, किनभने निर्वाचन नजिकै छ। विषय वा प्रसङ्गले अन्यथा अर्थ नलागोस्। पार्टी जेसुकै होस्, मान्छे जोसुकै हुन्, राम्रो कुराको अनुसरण हामी सबैले गर्न सक्नुपर्छ। कुनै पनि सङ्घ संस्था सङ्गठनको नेतृत्वले यद्यपि गलत गर्दछ भने त्यस्तो सङ्घ सङ्गठन संस्था अथवा पार्टीको कार्यकर्ताहरू ठुलो हेरेर चाहिँ नि बस्नु हुँदैन। मलाई यति बेला यो नेपाली काङ्ग्रेसका सर्वोच्च नेता बिपी कोइरालाको एउटा भनाइ याद आयो। नेतृत्वले गलत गर्दा पनि ठुलो हेरेर बस्ने कार्यकर्ताहरू या त ती चरम अवसरवादी हुन सक्छन्, या त ती महान गुलाम हुन सक्छन्। मलाई यो कोइरालाको भनाइ अत्यन्तै सान्दर्भिक लाग्दछ। यद्यपि विचार आफ्नो ठाउँमा होला, विपिश्वर प्रसाद कोइरालाको विचार आफ्नो ठाउँमा होला, हामी सामान्य मान्छेको विचार आफ्नो ठाउँमा होला, तर राम्रो कुरालाई हामीले सम्झिनुपर्छ। र अहिले देशको अवस्था पनि यस्तै छ। त्यसैले राम्रो मान्छेले नेतृत्व पाएको खण्डमा देश राम्रो बन्न सक्छ, नराम्रोले पाएको खण्डमा नराम्रो बन्न सक्छ। यो त स्वाभाविक कुरा हो, यो त लाटाले जान्ने कुरा हो, सामान्य शिक्षित मान्छेले जान्ने कुरा हो। त्यसैले अब यति बेला आफ्नो खुट्टामा बन्चरो हान्ने कि अथवा चाहिँ नि राम्रो एउटा चाहिँ नि परिणाम हासिल गर्ने आम देशवासी जनताहरूको हातमा छ। त्यसैले हाम्रो भन्दा पनि राम्रो, जसले देश र जनताको नितान्त एकदम जेन्युन आवश्यकताहरूलाई मुखकृत गरेर अगाडि बढ्छ, त्यस्ताहरूलाई मात्रै हामीले अहिले चिन्नु जरुरी छ। जसलाई जिताएर पठायो र कुनै काम पर्दा त्यसैसँग भेट गर्नका लागि भेट गर्न नै नपाउने खालका नेताहरू पनि छन्। अब त्यो एबिसी नभनौँ, आम जनताले चिनेका छन् यो देशव्यापी रूपमा, जो अहिले मयौँ भनेर चाहिँ नि एउटा चाहिँ नि आफूलाई चाहिँ नि सिनियरको रूपमा चिनारी दिइराखेका छन् आफू मार्फत, आफ्ना कार्यकर्ताहरू मार्फत। अब यो त स्वाभाविक भएको, जसले पनि एउटा त्यो ठाउँमा पुग्ने इच्छा राख्छ नै प्रतिस्पर्धामा, होइन। यो त प्रजातान्त्रिक अभ्यास नै भइसक्यो। त्यसैले गर्दाखेरि तर अब हामी सर्वसाधारण जनताहरूले यति बेला विशेष विवेक पुर्याउन जरुरी छ। एक गिलास रक्सी, 2-4 प्लेट मासु, 2-4 हजार पकेट खर्च, 8-10 लिटर बाइकको तेल, होइन। यस्ता किसिमका चाहिँ नि प्रपञ्चहरूमा यदि हामी सबै लाग्यौँ भने फेरि हामीले आफ्नो खुट्टामा आफैले बन्चरो हाने सरह हुनेछ। र हामीले जे कल्पना गर्छौँ, जे सोच्छौँ, हाम्रो जो आवश्यकता हो त्यो आवश्यकतामै रहिरहनेछ। फेरि नेपाल र नेपाली बिच यस्तै किसिमका जातीय, धार्मिक, होइन, एउटा वर्गीय, क्षेत्रीय, लैङ्गिक विभेदका बिचमा पनि यो सङ्घर्षहरू, मनमुटावहरू भइराख्नेछ। धनी र गरिब बिचको ठुलो खाडल अझ झन् ठुलो दरार भएर फैलिनेछ। देशमा रोजगार सिर्जना हुने छैन। आम नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरू फेरि नसकी 10 वर्ष एसएलसी सिदियो, त्यसपछि 2-3 वर्ष +2 गर्यो, अनि फेरि अर्काको भूमिमा बाध्यतावश हामीलाई मुन्टिनै पर्ने स्थिति आउन सक्छ। र हामीले उहाँ रातको निद्रा नै दिनको भोग नै, होइन, त्यस्तो गरेर फेरि कमाएको रेमिटेन्सबाट फेरि यहाँका यिनै चिल्ला सुकिला मुकिलाहरूको मोज मस्ती गर्ने दिन उनकै हुनेछ, तपाईँ हाम्रो हुने छैन। त्यसैले यति बेला आम नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनी सबैले विशेष ध्यान पुर्याउन जरुरी छ। हामीले यदि ध्यान पुर्याएनौँ भने मौकामा हिरा फर्नु, बेमौकामा कौडी नफर्नु भन्छन्। फेरि पछि पछुतो भन्दा अरू केही हात पर्ने स्थिति हुँदैन।